हेलो एभ्रिवान, आज फेरि तपाईँप्रति अर्को भिडियो लिएर आइरहेको छु। भिडियोको टाइटलबाट नै चाल पाइहाल्नुभयो होला तपाईँ सबैजनाले। आज चाहिँ हाम्रो ह्याप्पी भ्याली टी बुटिकमा नेसनल कमिसन सेड्युल ट्राइब गभर्मेन्ट अफ इन्डियाबाट भिजिट गर्न आइरहेको छन्। अनि उनीहरूलाई चाहिँ हामीले खदाद्वारा वेलकम गर्दै भित्र लगिरहेका छौँ। अनि भित्र लगेर चाहिँ म चाहिँ उनीहरूलाई गाइड गरिरहेको छु। अन्त गाइडमा चाहिँ मैले टी प्रोसेसिङबारे बताउँदै गइरहेको छु। अनि यो केही झलकहरू हेर्दै जानुहोस्। 7 onwards we are purely organic. We don't use any chemicals fertilizer. That's why we'll get different certificates from different countries. Like Armas from Switzerland, Demeter from Germany, Diazonas from Japan. And in Darjeeling we have Chinese plant. Those plant is original from China. So in 18th century, Britishers they brought those species from China. Nice rolling one. When you first established, you have used this machine. Yeah, as I told you now, we follow the old traditional method of Chinese. So concept I can still say nowadays in a mechanized version. Okay. So after finish that weathering, simply collect. After explaining टी बाद मैले सबैजना मेम्बर्सहरूलाई यहाँ टी टेस्टिङ सेक्सनमा ल्याएँ। अनि यहाँ देख्न सक्नुहुन्छ हाम्रो डिफ्रेन्ट भेराइटीको टी टेस्ट गराउन लागिरहेका छौँ। अनि उहाँलाई पनि खुब मन पर्यो हाम्रो ह्याप्पी भ्यालीको टी। अनि उहाँले पुछ्नुहुँदै थियो कि यो सिटिसी चिया र के पो यो हाम्रो लिफ चियामा चाहिँ के डिफ्रेन्स छ भनेर मैले त्यो पनि सबै बताइदिएँ उहाँहरूलाई। अनि हाम्रो ह्याप्पी भ्यालीभित्र चाहिँ यस्तो प्रकारले टेस्टिङहरू गराउँछ, एक नजर हेर्न सक्नुहुन्छ। अनि यो कपहरू चाहिँ हाम्रो एन्टिक कलेक्सन्स कपहरू हो, जो हाम्रो म्यामले कलेक्सन गरेर राख्नुभएको हो। Here we do the guided tour tea testing. We charge 100 rupees per person only. Okay, must visit once in Happy Valley. अनि तपाईहरुलाई यो आजको मेरो भ्लग के कस्तो लाग्यो प्लिज तपाईले लाइक कमेन्ट्स गरिदिनुहोस्। अनि भन्नुहोस् मेरो भ्लगमा के कस्तो हुन गइरहेको छ, कहीं एडिटिङहरु गर्नुपर्ने हो भने भनिदिनुहोस्। तपाईको सरसल्लाह दिनुहोस्, किनभने मेरो फर्स्ट टाइम हो। कति जग्गामा म नर्भस पनि हुन जान्छु है, कति मेरो भुल पनि होइजान्ला। त्यसका लागि सबैलाई क्षमा पाऊँ हैन, सबैबाट क्षमा पाऊँ। अनि के भुलहरु भयो भने सुधारको तपाईहरुले मलाई कमेन्ट्स गरिदिनु होला। थ्यांक यू।